अब पढ्नु पर्यो भनेर बस्न खोजेको पढ्न पनि मन लागेन अल्छी लाग्यो अनि त्यसरी के गरौँ भयो केही त खानु पर्यो भनेर बाहिर निस्किनु पर्यो भन्दै थियो के खाम भइरहेको थियो यसो सम्झेको घरबेटीको कोठेबारी छ अनि त्यसरी कोठेबारीतिर म लागेँ अनि घरबेटीको कोठेबारी पसेँ अब कोठेबारीमा चाहिँ कहाँ के फलेको रहेछ भनेर हेर्दै गएको यहाँ फर्सी रहेछ यी फर्सी छ होइन फर्सी एउटा फलेको पनि छ यहाँ कतिखेर थाहा नपाइकन चोर्नु पर्ने यहाँ एउटा फर्सी पनि फलेको छ त्यो चोर्ने भन्ने प्लान छ अब घरबेटीले नै तपाईँ घरबेटी चाहिँ माथि बस्नुहुन्छ क्या घरबेटी चाहिँ माथि बस्नुहुन्छ अनि त्यसरी हामी चाहिँ यहाँ तल बस्छौँ अनि त्यसरी अब यस्तो हाम्रो चाहिँ यता भान्सा यतापट्टि भान्सा छ क्या त्यो धनियाँ सनियाँ पनि खाने गरेको छ कहिले काहीँ अनि यहाँ काँक्रा कहाँ रहेछ भनेर काँक्रा हेर्नु पऱ्यो भनेको त्यहाँ एउटा चिचिला मात्रै रहेछ त्यहाँनिर चिचिला मात्रै रहेछ अनि अर्को पनि कहाँनिर छ भनेर हेर्दै थिएँ यहाँ पनि एउटा चिचिला मात्रै रहेछ अलिक ठुलो खाने खालको त भेटिनँ क्या अब के गरौँ भयो यतापट्टि उतापट्टि सबैतिर हेरेँ क्या मैले हेर्न पनि हेरेँ भुइँतिर छ कि भनेर पनि हेरेँ सबैतिर हेरेँ कहीँ पनि रहन्छ यहाँ पनि चिचिला मात्रै रहेछ यहाँ पनि रहेछ तर बिग्रिन आँटेको रहेछ भनेर देखेँ अब के गर्ने त भनेर सोच्दै थिएँ यहाँ काँक्रा पनि खान पाइएन अब केही छ कि बरु भान्सातिर लाग्छु भनेर म भान्सातिर लागेँ यस्तो ठाउँमा छ क्या हाम्रो अब उता कोठामा राख्नको लागि त अप्ठ्यारो हुन्छ भनेर हामीले चाहिँ भान्सा यतापट्टि राखेको छौँ अनि भान्सामा यस्तो छ होइन अनि एउटा कुनै चुलो छ अनि त्यसरी ग्यास यस्तो छ होइन अब यहाँ यस्तो सामानहरू राख्ने यस्तो मजाको छ होइन सबै मिलाएर राखेको छौँ अनि त्यसरी यहाँ यस्तो छ अब यहाँ आधी काँक्रा त रहेछ यो पनि के खानु भन्ने पनि लाग्यो अनि त्यसरी अब केही भेटिएन भनेर बाहिर निस्किँदै थिएँ बाहिर निस्किँदा यहाँनिर एउटा काँक्रा देखेँ मलाई नै खानको लागि राखिदिएको कि भन्ने पनि लाग्यो क्या यो काँक्रा चाहिँ अब खाइदिउँ कि नखाइदिउँ भरे घरबेटीले देख्यो भने के भन्छन् भन्ने लाग्दै थियो अनि नसोधी त चोरेर खानु हुँदैन भन्ने मलाई लाग्यो अनि के गर्ने त भनेर मैले घरबेटीलाई पनि सोधिहेरेँ आएँ क्या फेरि घर अनि त्यसरी अब के गर्ने भनेर सोधिहेरेँ आएको होइन अलिक ठुलो भएपछि सबै मिलेर खाऊँ न भन्नुभयो अनि त्यसरी ल भोलि खाने भनेर म कोठातिर लागेँ अब कोठामा गएर जे भेट्छु त्यही खान्छु।